नमस्ते, मेरो नाम आदित्य राज मिश्रा। तपाईहरु सम्पूर्णलाई एकमुष्ट रूपले हाम्रो आजको पोडकास्ट एपिसोड नम्बर 3 खुला संवाद युवा संघको खुला संवादमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आजको हाम्रो अतिथि नेपालका एक डाइनामिक युवा र विगतका 25 वर्षदेखि उहाँ चाहिँ विदेशमा बस्दै आइरहनु भएका छन् र आजको यस भिडियोमा हामी चाहिँ उहाँसँग फरेनका केही घटनाहरू, उहाँको एक्सपिरियन्स, त्यसपछि त्यहाँका र यहाँका पोलिटिकल डिफरेन्स र त्यसपछि सामाजिक मूल्य मान्यताबारे चाहिँ कुरा गर्नेछौँ। सर बिना समय गवाइकन हाम्रो अडियन्स चाहिँ तपाईले चिन्दैन के तपाईँ उहाँलाई चाहिँ इन्ट्रोड्युस गर्न सक्नुहुन्छ? हजुर, सर्वप्रथम धन्यवाद मलाई बोलाउनु भएकोमा। मेरो नाम चाहिँ अमित हो। आई वाज बोर्न इन बलराज सर्लाही नेपाल। अब नबुझ्ने मान्छेहरूले जुन चाहिँ अब गगन थापाको क्षेत्र पनि यही नै हो, बलराज सर्लाही 4 हो। but I've been living in Australia since 2001, जुन चाहिँ roughly 25 वर्ष भइसक्यो। त्यो 25 वर्षदेखि म अस्ट्रेलियामा बसिरहेको छु। सर, what's your occupation and what's your profession in abroad? तपाईको चाहिँ occupation काम के छ? हजुर, अब म चाहिँ 2001 मा I finished my +2, then I went to Australia to study engineering. So as a part of that I completed Bachelor of Computer Engineering, then I finished Bachelor of Electrical, and then I did MBA in Finance. And I started my job as an electrical engineer back in 2005. I did my job until 2009, and then I left because my wife got pregnant, and it's very hard to balance work and life because you can't go work, and with pregnancy is a bit of complications, this, that. So I had to leave the job, and then I started my business. So now I got many businesses, 6 or 7 businesses in different sectors, including healthcare, finance, real estate, automotive. It's in Australia, it's all in Australia. And also what I've done in last few years to support Nepal, हामी नेपाली दाजुभाइले सपोर्ट गर्नलाई मेरो अफिसका सारा ब्याक एन्ड कामहरू जस्तै डेटा एन्ट्री, स्क्यानिङहरू, कस्टमर फलोअपहरू नेपालमा मेरो अफिस छ काठमाडौँमा, जहाँ हामी नेपाली मान्छे युवाहरूलाई हायर गरेर अपर्चुनिटी दिन्छौँ। like software engineer, sir? Not software engineer, but more like data entry, follow up with customers, those type of administrative job. Okay, sir, at the first and तपाईको चाहिँ अस्ट्रेलियाको एक्सपिरियन्स पहिलो दिनको पहिलो समयको तपाईले कस्तो कुराले फेस गर्नुभएको थियो अस्ट्रेलियामा? आई मिन जस्तै यहाँ नेपालमै पनि भनौँ न, गाउँमा बस्ने मान्छे काठमाडौँ गयो भने डिफिकल्टी त हुन्छ, त्यसरी काठमाडौँ बस्ने मान्छे विदेश गयो भने त्यसरी नै डिफिकल्टी हुन्छ, तर त्योभन्दा अझ धेरै हुन्छ। अब गाउँको मान्छे नेपाल काठमाडौँ गयो भने भाषा त अलिकति ठिकै भयो, 2-4वटा चिनेको मान्छे पनि भेटिन्छ, तर तपाईँ अस्ट्रेलिया जानुभयो अब भाषाको प्रब्लम हुन्छ, चिनिया मान्छे हुँदैन, सोर्स फोर्स त्यहाँ चल्दैन, करप्सन छैन भनेपछि हरेक कुरा त मान्छेले आफै गर्नुपर्छ। सेल्फ इन्डिपेन्डेन्ट सबै कुरा गर्नु पर्यो, खाना बनाउनुदेखि लिएर जागिर खोज्ने, जागिर गर्ने, पैसा कमाउने, कलेज जाने, एसाइनमेन्ट गर्ने, एक्जाम दिने, त्यो सबै कुरा आफैले गर्नु पर्यो भनेपछि त्यहाँ गएपछि मान्छेले एउटा यु विल डेभलप योरसेल्फ हाउ टु बिकम इन्डिपेन्डेन्ट। जस्तै यहाँ मान्छे अब बुवा अथवा आमाले स्कुल छोडिदिनुहुन्छ अथवा कलेज छोडिदिनुहुन्छ अथवा पिकअप गर्नुहुन्छ, अब त्यहाँ त कोही छैन, टिकट पनि आफै काट्नु पर्यो, बस पनि आफै चढ्नु पर्यो, जानु पर्यो कलेज, एसाइनमेन्ट गर्नु पर्यो, एक्जाम दिनु पर्यो, घर आउनु पर्यो, खाना बनाउनु पर्यो, भाडा माग्नु पर्यो, किन्नु पर्यो भनेपछि लिमिटेड टाइममा ती सबै स्किलहरू आफैले गर्नु पर्यो नि। सर मतलब इज इट नेसेसरी कि यो जरुरी छ त्यहाँ अब्रोड जानुभन्दा पहिला चाहिँ यो स्किलहरू सिक्नु आफ्नो घरमा या आफ्नो समाजबाट या आफ्नो कुनै व्यक्तिसँग? म सबै मेरा साथीहरू जो गएका छन्, जो मलाई सोधेका छन्, मैले एडभाइस दिएकै छु 2-3 कुरा। पहिला सेल्फ सफिसिएन्ट बनाऊ, दोस्रो स्किल सिकेर आऊ। जस्तै हामी इयर 12 गर्छौँ अथवा भनौँ एउटा इन्जिनियरिङ गरे होइन, इन्जिनियरिङले तपाईँले एउटा नलेज दिन्छ, स्किल दिँदैन। स्किल भनेको काम गर्ने क्षमता हो। तपाईँ पढ्नुहुन्छ, द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ। कस्तो हुन्छ भन्दाखेरि पढ्नु, बुझ्नु र काम गर्नु, यो 3टा अलग खालका कुराहरू। पढ्न त मेरो सानो भाइले पनि पढ्न सक्छ, तर उसले बुझ्छ र बुझ्दैन। बुझ्नको लागि पनि ठुलो मान्छे चाहियो, तर बुझ्दैमा हुँदैन, त्यसलाई एप्लाई गर्न सक्नु पर्यो। जस्तै हामी स्कुलमा 2+2 4 त्यो त सबैले थाहा छ, तर कतिले एप्लाई गर्छ, कतिले गर्दैन। नगर्नेले घाँस काट्छ, गर्नेले ठुलो मान्छे बन्छ भनेपछि पढ्नु, बुझ्नु र एप्लाई गर्नु इज 3 डिफरेन्ट थिङ। मोस्ट इम्पोर्टेन्ट स्किल के भन्दाखेरि एप्लाई गर्नु। कुरो त सबैले गर्छ, आजकलको दुनियाँमा ज्ञानको कमी छैन। के छ भन्दाखेरि पहिला हामी हुँदा किताब एउटा खोज्नु पर्यो भने पहिला साथीले फोन, तैँले कहाँबाट पढेको, कुन लाइब्रेरीबाट ल्याएको, लाइब्रेरी जानु पर्यो, त्यो बुक छैन त्यहाँ, त्यो बुक कहिले आउँछ, 2 महिना पछाडि आउँछ। ज्ञानको त्यहाँ कमी भयो, तर आजकल त्यो ज्ञान मान्छेको फिङ्गर टिप्समा छ, त्यो भनेको फोनमा छ होइन। भनेपछि आजको दुनियाँमा ज्ञानको कमी छैन, इम्प्लिमेन्टेसनको कमी छ र जसले इम्प्लिमेन्ट गर्छ त्यही मान्छे सक्सेसफुल हुन्छ। कुरो त सबैले गर्छ। सर, व्हाट इज द डेफिनेसन अफ सक्सेस इन योर पोइन्ट अफ भ्यू? Whatever gives you happiness is success. It depends on individual.
right? If your aim is to become whatever you want to become, if you have achieved that, and if it has given you happiness, that's success. You cannot compare with somebody else, your cousin, your brother, your village people, or anybody else, because everybody's situation is different and it's unique. So success is subjective to you. What skill you have, what objectives you have, if you achieve that, you are a successful person. It doesn't have to be in terms of money or wealth. It could be anything. You just want to give back to society. For example, if you have done that, that would be a successful person. That's a success. That's what successful is. Because It mean नेपालमा सर हजुर डेमोक्रेसी छैन, फेडरल डेमोक्रेटिक कन्ट्री छ नेपाल, तर यहाँ सर फ्रिडम अफ स्पिचलाई कतिको दबाउँदो रहेछ योभन्दा नाम मैले सरकारहरूले हजुर हजुर पहिलाको इन पास्ट कतिको दबाउँदो रहेछ भने हामी जस्तो कुनै कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सरले हजुर कुनै किसिमका त्यस्ता सामाजिक सञ्जालमा राख्यो भने हाम्रो भिडियोलाई विदिन मिनेट अर आवर हजुर टेक डाउन गरिहाल्छ त्यो भिडियोलाई, अन्डर रिभ्यू गरिदिन्छ, टेक डाउन, भिडियो इज टेक डाउन, 110 भ्युज, हजुर द भ्युज द भिडियो मतलब यस्तो भिडियो जसमा चाहिँ 1000 भ्युज 2000 भ्युज अलमोस्ट क्रस हुनै पर्यो, हजुर त्यस्तोमा चाहिँ 20 30 40 मा अटिहाल्छ। यो त फ्रिडम अफ स्पिचलाई चाहिँ पुरै रूपमा चाहिँ कब्जा गरेको छैन। अब मलाई त डिटेलमा थाहा भएन त्यस्ता इन्सिडेन्ट्सहरू, तर मैले फेसबुकमा मान्छेले धेरै ओपनली बोलेको भिडियोहरू पनि देखाएको छु विदाउट एनी प्रुफ। अब त्यस्ता भिडियोहरू मैले आफै देखाएको छु। अब हजुरले चाहिँ डाउन गरिरहेको छ, त्यो मलाई मसँग डेटा छैन त्यो सपोर्ट गर्नलाई, तर मैले देखाएको छु मान्छेलाई बिना प्रदान गाली गरेको। अब यताउति अब ती भिडियोहरू छँदैछ होइन। अब गभर्मेन्टले डाउनै गर्ने त्यस्ता भिडियोहरू किन डाउन गरेको छैन त्यो मलाई थाहा भएन। त्यही भएर म अब हजुरको प्रश्नलाई एक्ज्याक्टली सपोर्ट अथवा नट सपोर्ट गर्ने सिचुएसनमा छैन। It's happened with me. Yeah, and multiple times, not for a one time. हजुर The politician I'm talking about video हजुर is one politician. He's from a Nekapa Emale, हजुर Nepali. And if I'm talking about him in any video, the video will be just Boring. Yeah, so again, maybe I don't know something wrong in your case, I'm not sure. But I've seen a lot of people talking very openly. Yeah. So that's what I've seen, so that's what I believe. Right. Yes. Maybe So it's what one is of the- incidents with yourself. Yeah. sir, is moving to abroad is that like a dream? Look, it's the same thing. People going from village to Kathmandu is a dream. People from Kathmandu going to overseas is a dream. But the way I explain to people, you don't have to go to abroad. Everything can be achieved here. Yeah. What used to happen is, if I go back, let's say, even 30 years ago, let's go back to 100 years ago, because my grandparent who was in Balra, they used to tell if they have to go to Kathmandu, they have to work for 2 to 3 months. That's how they used to go to Kathmandu. Yeah. So what used to happen, because of lack of transport and communication, things were isolated. So you have a village, you have another village, district, then capital, whatever. So it was all isolated. But now, because of transport and communication, nothing is isolated. Like I can be sitting here in Yeah. Balra doing work I need to do in Australia. So I don't really need to be in Australia. Because You can- this is called globalization. You can do your work from here also. Of course, I'm doing it. It's mean in future. Yes. Are you decided to return back in Nepal? I mean, something that is on the menu, definitely. Something that I'm considering. It just needs to be right time, right opportunity, because I got my families over there. If right person at right place get it in Nepal, Yes. right person at right place, will you invest and come to Nepal with leave us your family? I mean, I just have 3 kids and a wife. I have to consult them, obviously. Yeah. But first thing, I think before I think about investing, the stability is number one key thing. I can't be seeing 3 days one government, 3 days another, and tomorrow we don't know who's As a going. youth of Nepal, sir, Yes. and I will request. I will only request you to please request in invest in our country. In future, maybe in future, it's be a stable government and stable policies, which Yes. is beneficial for both investor and consumer. Because if you invest in Nepal, we can produce something better. I mean, I've already invested. Yeah. I said I have a back-end support office where I employ people. Yeah. So that's also an investment because I'm Yeah. giving employment to 20, 30 Yeah, thanks people. for that. So, Appreciate it. so that's already, I'm doing my part. But before I make any serious capital investment, I do need to see that the government is stable, the policies are stable, and I don't have to get any political influence to get my project approved. Because it has to be approved on its merit, and then I can be confident to invest large capital. So what will we suggest to our youth who is watching yet this video? रोजगार नोकरी गर्ने हजुर। कि आफ्नो स्टार्टअप बिजनेस ओपन गरेर चाहिँ ठिक हुन्छ यदि प्यासन छ भने? I mean, यस्तो हुन्छ, जब गरेर बिजनेस गर्दा राम्रो हुन्छ। Okay. कस्तो हुन्छ भन्दाखेरि बिजनेस गर्न जस्तो कि जब गर्नलाई एउटा स्किल चाहिन्छ, त्यो एउटा टेक्निकल स्किल। जस्तै कम्प्युटर इन्जिनियर भयो भने एउटा कम्प्युटरको चाहियो, इलेक्ट्रिकल भयो एउटा इलेक्ट्रिकलको सब्जेक्ट म्याटर चाहियो। तर बिजनेस गर्नलाई एउटा स्किलले हुँदैन। ह्युमन रिसोर्सको चाहियो, ट्याक्सेसनको चाहियो, प्रोक्युरमेन्टको चाहियो, सेफ्टीको नलेज चाहियो। भनेपछि पहिला एज अ वर्कर 2, 4, 5 वर्ष कहीँ काम गर्ने, प्रोसेसहरू सिक्ने, अनि बिजनेस स्टार्ट गर्ने। भनेपछि फाउन्डेसन त रेडी भयो नि त। अब सिधै बिजनेसमा जाँदाखेरि नलेजहरू छैन, अनि त्यो अँध्यारो घरमा सर्वसम्मको जस्तो हो मेरो विचारमा। त्यो हाई रिस्क हो होइन, नगर्ने होइन, तर हाई रिस्क हो होइन। जब गर्नु 4-5 वर्ष अरू कुराहरू सिक्नु, त्यसपछि बिजनेस सुरु गर्नु, द्याट्स अ सेफर पाथ।
तर I always say go into business, but not immediately after university or school, because that's a high risk. You only have limited knowledge. And we also have less experience. Correct. That's what if you go and start doing some job, Yeah. you'll get some exposure, experience, how You the can see the organization, world. how the organization is run, and then you can Yeah. copy and paste. But if you have, because what does university does? It doesn't make you job ready. That's the other problem. University will never make you job ready. So It only gives you knowledge Yeah. to understand certain things. So when you go to a workplace, that's where you learn that's experience. We get experience. Correct. We get knowledge in university and college, but we get experience while working. But also in But university, like in university, for example, you get a very limited knowledge. Let's say, for example, you study electrical engineering. Yeah. I mean, there are millions of different employers who can use you differently. So university cannot teach you or cannot give you every knowledge. It only gives you just fundamental concept. Because you could go in a car manufacturing, you can go and work in a mobile company as electrical engineer, you can go and work in a computer place. Now, electrical engineer wouldn't cover all these, or you could be just a project manager in an electrical company, right? So an engineering would not give you knowledge of all these broader employer. It will only give you basic concept that when you go to work for someone, what they are talking, you'll understand. And then you have to learn the application of software or the tool, whatever that is. Because the uni can never make you job ready. It just gives you basic fundamentals of what different employer, like when I'm an electrical engineer, and when I started my job back in 2004 and 5, I used to work for Electricity Commission of New South Wales. So all these high voltage transmissions line that you see, I used to work in there. So as I said, you could become so many different choices of employment that the uni cannot cover all those broader sectors. So it only gives you very limited and narrow knowledge, and rest you have to learn at workplace. As you have a knowledge, तपाईसँग चाहिँ इलेक्ट्रिसिटी सम्बन्धी पनि नलेज छैन, हाइड्रो पावर सम्बन्धी नेपालमा चाहिँ फ्युचर रहेछ हैन, विभिन्न व्यक्तिहरूको अनुसार चाहिँ नेपालमा चाहिँ इलेक्ट्रिसिटी प्रड्युस गर्ने चाहिँ फ्युचर एज अ ह्युज एमाउन्ट रहेको छ। तर चाहिँ अहिलेसम्म नगर्नुमा सरकारको दोष रहेछ कि पहिलेसम्म यो हामीसँग कसैको मनमा के हुन्छ भने जब नेपालमा इलेक्ट्रिसिटी प्रड्युस गर्ने वाटर रिसोर्सेस छ हैन, हाइड्रो ड्यामहरू पनि रहेछ विभिन्न ठाउँमा, तर अहिलेसम्म नगर्न सक्नुको कारण के हो? Again, it goes back to the leadership. जस्तै एउटा परिवारको लिडर बुवा हुन्छ, परिवारका छोराछोरी बिग्रियो भने कसलाई ब्लेम गर्ने? नेबरलाई हुँदैन। बुवाले लिनुपर्छ, मम्मीले लिनुपर्छ। अनि देशमा केही भएको छैन भने त्यो लिडरसिपै लिनुपर्छ, अरूलाई त ब्लेम गरेर हुँदैन। नेपालले हजुर कुन यस्तो मेजर कम्पोनेन्टमा चाहिँ फोकस गर्नु पर्थ्यो जसले गर्दा चाहिँ नेपालको चाहिँ न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका जुन छ जुडिसियरी, जुडिसियरी, एक्जिक्युटिभ अनि लेजिस्लेचर वर्क स्मुथ फ्लो एफिसिएन्सीका साथ। अब जस्तै कि अब म त अलिक कमै बुझ्छु त्यहाँ के कस्तो छ, तर मेरो बुझाइ अनुसार जस्तै फर इक्जाम्पल नगरपालिकाको अन्डर स्कुलहरू छ होइन, त्यो मेयरहरूले कन्ट्रोल गर्ने स्कुललाई यो गर्ने। अब यो नगरपालिकामा यो करिकुलम, यो नगरपालिकामा अर्को करिकुलम, त्यसरी त भएर हुँदैन नि। त्यो त एउटा देशभरि नै एउटा सेम करिकुलम हुनु पर्यो, सेम टाइममा बिदा हुनु पर्यो, सेम टाइममा एक्जाम हुनु पर्यो, एउटै युनिफर्म सिस्टम हुनु पर्यो नि होइन। सिङ सर द कन्डिसन तपाईँ हेर्नुहुन्छ अहिले चाहिँ शिक्षाको नेपालमा शिक्षाको कन्डिसन हेर्नुहुन्छ भने त्यो चाहिँ अस्ट्रेलिया कम्पेरिजनमा पुवर छ कि लेस पुवर कि हार्डली? अब हेर्नुहोस्, अस्ट्रेलियाको त कम्पेयर छोडिदिनुहोस्, म आफै बलरा र अर्ना स्कुलबाट पढेको हो 4 क्लाससम्म। अब त्यहाँ 5वटा कोठा हुन्थ्यो पहिला, अनि हामी विद्यार्थीहरू बोरा राखेर घाँसमा बस्थ्यौँ, अनि एउटा टिचर चाहिँ कुर्सीमा बस्नुहुन्थ्यो तर पढाउनुहुन्थ्यो। हामी यहीँबाट पढेको। अहिले बलरा अर्नामा हेर्नु भने 100वटा कोठा छ, पढाइ 0वटा छ, पढाइ 0 छ। त्यो अस्ट्रेलियासँग कम्पेयर गर्नै पर्दैन। नेपालको 40 वर्ष अथवा 35 वर्ष अगाडि कुरो गर्नुहोस्, 30 भनौँ न, एकदम खराब भएर। जस्तो पहिला हामी अब हाम्रो मामाघर इन्डियामा छ होइन, अनि के हुन्छ हामी नाइट बसबाट आउँथ्यौँ, मामाघर जानु पर्यो, बोर्डर क्रस गर्नु पर्यो। अब बच्चामा हामी सुतिराखेका हुन्थ्यौँ, ढक्क उठ्यो भने हामीलाई थाहा हुन्छ कि इन्डिया पुग्यो। कसरी? बोर्डर क्रस गर्ने बित्तिकै बाटोमा यत्रो ठुलो ठुलो होल्सहरू हुन्थ्यो, अनि होलमा ताँगा त यस्तो हुन्थ्यो, अनि हामी ठ्याक्कै थाहा हुन्छ इन्डिया आइपुग्यो। घोडाको। अब अहिले के भएछ, नेपाल इन्डियाको चाहिँ चिल्लो भएछ, नेपालको चाहिँ खाल्टो भएछ। त्यो अरू देशसँग कम्पेयर गर्नै पर्दैन, हामीले आफै देखेको हो। नेपालको बोर्डरसम्म स्मुथ रोड हुन्थ्यो, गेट खोल्यो, ताँगा उता गयो, ठक 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 ठक, अनि अब इन्डिया आयो भन्ने कसैले भन्दै हामी सुतिरहेको हुन्थ्यो मम्मीको काखमा गोदीमा, ठक्कै थाहा हुन्छ इन्डिया आइपुग्यो। अनि जिउ दुख्ने अनेक कुराहरू हुन्छ, अलिक त्यो सबै नेपालमा छ। इन्डियामा जानु कहीँ जिउ दुख्दैन, नेपालमा कहीँ जानु पर्यो जिउ दुख्न प्यारासिटामोल खानुपर्छ, बेलुका घर पर्छ जिउ दुख्दैन। त्यो अरूसँग कम्पेयर गर्ने पर्दै पर्दैन। इट मिन्स ट्रान्सपोर्टको पनि फ्यासिलिटी नेपालमा त्यो अनि ट्रान्सपोर्ट मात्र होइन, ट्रान्सपोर्ट, शिक्षा, उद्योगहरू पनि त खत्तम भएछ नि। उद्योग भनौँ न, उद्योग भनौँ, जस्तै कि कति कारखानाहरू थियो सबै ध्वस्त भएछ। सिगरेट फ्याक्ट्री थियो, चिनी मिल थियो, पेपर मिलहरू थियो, सबै खत्तम भएछ। त्यो छोड्नुहोस्, पुलिसको कुरो गर्नुहोस् न। म बच्चा हुँदाखेरि हाम्रो एउटा गाउँमा बलरामा एउटा मान्छेले झुन्डेर मर्नु भएको थियो। यो 30-35 वर्ष अगाडिको कुरो हो, 30-35 वर्षको अगाडिको कुरो हो। गाउँमा पुलिस आउँदा म चाहिँ हजुरआमाको काखमा गएर पुलिस आएर डरले छिप्ने लुक्ने। अहिले पुलिस आएर लखाट्छ। अब सर योमा त नेपालमा सर हजुर
डेमोक्रेसी छैन, फेडरल डेमोक्रेटिक कन्ट्री छ नेपाल। तर यहाँ सर फ्रिडम अफ स्पिचलाई कतिको दबाउँदो रहेछ योभन्दा नाम मैले सरकारहरूले हजुर हजुर पहिलाको इन पास्ट कतिको दबाउँदो रहेछ भने हामी जस्तो कुनै कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सरले हजुर कुनै किसिमका त्यस्ता सामाजिक सञ्जालमा राख्यो भने हाम्रो भिडियोलाई विदिन मिनेट अर आवर हजुर टेक डाउन गरिहाल्छ त्यो भिडियोलाई, अन्डर रिभ्यू गरिदिन्छ, टेक डाउन, भिडियो इज टेक डाउन, 110 भ्युज, हजुर द भ्युज द भिडियो मतलब यस्तो भिडियो जसमा चाहिँ 1000 भ्युज 2000 भ्युज अलमोस्ट क्रस हुनै पर्यो, हजुर त्यस्तोमा चाहिँ 20 30 40 मा अड्किहाल्छ। यो त फ्रिडम अफ स्पिचलाई चाहिँ पुरै रूपमा चाहिँ कब्जा गरेको छैन। अब मलाई त डिटेलमा थाहा भएन त्यस्ता इन्सिडेन्ट्सहरू, तर मैले फेसबुकमा मान्छेले धेरै ओपनली बोलेको भिडियोहरू पनि देखाएको छु विदाउट एनी प्रुफ। अब त्यस्ता भिडियोहरू मैले आफै देखाएको छु, अब हजुरले चाहिँ डाउन गरिरहेको छु, त्यो मलाई मसँग डेटा छैन त्यो सपोर्ट गर्नलाई, तर मैले देखाएको छु मान्छेलाई बिना प्रदान गाली गरेको। अब यताउति अब ती भिडियोहरू छँदैछ होइन। अब गभर्मेन्टले डाउनै गर्ने त्यस्ता भिडियोहरू किन डाउन गरेको छैन त्यो मलाई थाहा भएन। त्यही भएर म अब हजुरको प्रश्नलाई एक्ज्याक्टली सपोर्ट अथवा नट सपोर्ट गर्ने सिचुएसनमा छैन। It's happened with me. Yeah, and multiple times, not for a one time. हजुर The politician I'm talking about video हजुर is one politician. He's from a Nekapa Emale, हजुर Nepali. And if I'm talking about him in any video, the video will be just Gone. Yeah, so again, maybe I don't know something wrong in your case, I'm not sure. But I've seen a lot of people talking very openly. Yeah. So that's what I've seen, so that's what I believe. Right. Yes. Maybe So it's what is one of the- incidents with yourself. Yeah. sir, is moving to abroad, is that like a dream? Look, it's the same thing. People going from village to Kathmandu is a dream. People from Kathmandu going to overseas is a dream. But the way I explain to people, you don't have to go to abroad. Everything can be achieved here. Yeah. What used to happen is, if I go back, let's say, even 30 years ago, let's go back to 100 years ago, because my grandparent who was in Balra, they used to tell if they have to go to Kathmandu, they have to work for 2 to 3 months. That's how they used to go to Kathmandu. Yeah. So what used to happen, because of lack of transport and communication, things were isolated. So you have a village, you have another village, district, then capital, whatever. So it was all isolated. But now, because of transport and communication, nothing is isolated. Like I can be sitting here in Yeah. Balra doing work I need to do in Australia. So I don't really need to be in Australia. Because You can- this is called globalization. You can do your work from here also. Of course, I'm doing it. It's mean in future, Yes. are you decided to return back in Nepal? I mean, something that is on the menu, definitely. Something that I'm considering. It just needs to be right time, right opportunity, because I got my families over there. If right person at right place get it in Nepal, Yes. right person at right place, will you invest and come to Nepal with leave us, your family? I mean, I have 3 kids and a wife. I have to consult them, obviously. Yeah. But first thing, I think before I think about investing, the stability is number one key thing. I can't be seeing 3 days one government, 3 days another, and tomorrow we don't know. As a youth of Nepal, sir, Yes. and I will request, I will only request you to please request in invest in our country in future. Maybe in future, it's be a stable government and stable policies, which Yes. is beneficial for both investor and consumer. Because if you invest in Nepal, we can produce something better. I mean, I've already invested. Yeah. I said I have a back-end support office where I employ people. Yeah. So that's also an investment because I'm Yeah. giving employment to 20, 30 Yeah, thanks people. for that. So, Appreciate so it. that's already, I'm doing my part. But before I make any serious capital investment, I do need to see that the government is stable, the policies are stable, and I don't have to get any political influence to get my project approved. Because it has to be approved on its merit, and then I can be confident to invest large capital. So what will we suggest to our youth who is watching yet this video? रोजगार नोकरी गर्ने हजुर। कि आफ्नो स्टार्टअप बिजनेस ओपन गर्दा चाहिँ ठिक हुन्छ यदि प्यासन छ भने? I mean, यस्तो हुन्छ, जब गरेर बिजनेस गर्दा राम्रो हुन्छ। Okay. कस्तो हुन्छ भन्दाखेरि बिजनेस गर्न जस्तो कि जब गर्नलाई एउटा स्किल चाहिन्छ, त्यो एउटा टेक्निकल स्किल। जस्तै कम्प्युटर इन्जिनियर भयो भने एउटा कम्प्युटरको चाहियो, इलेक्ट्रिकल भयो एउटा इलेक्ट्रिकलको सब्जेक्ट म्याटर चाहियो। तर बिजनेस गर्नलाई एउटा स्किलले हुँदैन। ह्युमन रिसोर्सको चाहियो, ट्याक्सेसनको चाहियो, प्रोक्युरमेन्टको चाहियो, सेफ्टीको नलेज चाहियो। भनेपछि पहिला एज अ वर्कर 2, 4, 5 वर्ष कहीँ काम गर्ने, प्रोसेसहरू सिक्ने, अनि बिजनेस स्टार्ट गर्ने। भनेपछि फाउन्डेसन त रेडी भयो नि त। अब सिधै बिजनेसमा जाँदाखेरि नलेजहरू छैन, अनि त्यो अँध्यारो घरमा सर्वसम्मको जस्तो हो मेरो विचारमा। त्यो हाई रिस्क हो होइन, नगर्ने होइन, तर हाई रिस्क हो होइन। जब गर्नु 4-5 वर्ष अरू कुराहरू सिक्नु, त्यसपछि बिजनेस सुरु गर्नु, द्याट्स अ सेफर पाथ। तर I always say go into business, but not immediately after university or school, because that's a high risk. You only have limited knowledge. And we also have less experience. Correct. That's what if you go and start doing some job, Yeah. you'll get some exposure, experience, how the You can see the organization is run, and then you can copy and paste. But if you have, because what does university does, it doesn't make you job ready. That's the other problem. University will never make you job ready. So, It only gives you knowledge Yeah. to understand certain things. So when you go to a workplace, that's where you learn
That's experience. We get experience. Correct. We get knowledge in university and college, but we get experience while working. But also in But university, like in university, for example, you get a very limited knowledge. Let's say, for example, you study electrical engineering. Yeah. I mean, there are millions of different employers who can use you differently. So university cannot teach you or cannot give you every knowledge. It only gives you just fundamental concept. Because you could go in car manufacturing, you can go and work in a mobile company as electrical engineer, you can go and work in a computer place. Now, electrical engineer wouldn't cover all these, or you could be just a project manager in an electrical company, right? So an engineering would not give you knowledge of all these broader employer. It will only give you basic concept that when you go to work for someone, what they are talking, you'll understand. And then you have to learn the application of software or the tool, whatever that is. Because the uni can never make you job ready. It just gives you basic fundamentals of what different employer, like I'm an electrical engineer, and when I started my job back in 2004 and 5, I used to work for Electricity Commission of New South Wales. So all these high voltage transmissions line that you see, I used to work in there. So as I said, you could become so many different choices of employment that the uni cannot cover all those broader sectors. So it only gives you very limited and narrow knowledge, and rest you have to learn at workplace. Sir, as you have a knowledge, तपाईसँग चाहिँ इलेक्ट्रिसिटी सम्बन्धी पनि knowledge छैन, हाइड्रो पावर सम्बन्धी. नेपालमा चाहिँ फ्युचर रहेछ हैन, विभिन्न व्यक्तिहरूको अनुसार चाहिँ नेपालमा चाहिँ इलेक्ट्रिसिटी प्रोड्युस गर्ने चाहिँ फ्युचर एज अ ह्युज अमाउन्ट रहेको छ. तर चाहिँ अहिलेसम्म नगर्नुमा सरकारको दोष रहेछ कि अहिलेसम्म यो हामीसँग कसैको मनमा के हुन्छ भने जब नेपालमा इलेक्ट्रिसिटी प्रोड्युस गर्ने वाटर रिसोर्सेस छ हैन, हाइड्रो ड्यामहरू पनि रहेछ विभिन्न ठाउँमा, तर अहिलेसम्म नगर्न सक्नुको कारण के हो? Again, it goes back to the leadership. जस्तै एउटा परिवारको लिडर बुवा हुन्छ, परिवारका छोराछोरी बिग्रियो भने कसलाई ब्लेम गर्ने? नेबरलाई हुँदैन. बुवाले लिनुपर्छ, मम्मीले लिनुपर्छ. अनि देशमा केही भएको छैन भने त्यो लिडरसिपै लिनुपर्छ. अरूलाई त ब्लेम गरेर हुँदैन. नेपालले हजुर कुन यस्तो मेजर कम्पोनेन्टमा चाहिँ फोकस गर्नु पर्थ्यो जसले गर्दा चाहिँ नेपालको चाहिँ न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका जुन चाहिँ जुडिसियरी, एक्जिक्युटिभ अनि लेजिस्लेचर वर्क स्मुथ फ्लो एफिसिएन्सीका साथ. अब जस्तै कि अब मतलब अलिक कमै बुझ्छु त्यहाँ के कस्तो छ, तर मेरो बुझाइ अनुसार जस्तै फर इक्जाम्पल नगरपालिकाको अन्डर स्कुलहरू छ होइन, त्यो मेयरहरूले कन्ट्रोल गर्ने स्कुललाई यो गर्ने. अब यो नगरपालिकामा यो करिकुलम, यो नगरपालिकामा अर्को करिकुलम, त्यसरी त भएर हुँदैन नि. त्यो त एउटा देशभरि नै एउटा सेम करिकुलम हुनु पर्यो, सेम टाइममा बिदा हुनु पर्यो, सेम टाइममा एक्जाम हुनु पर्यो, एउटै युनिफर्म सिस्टम हुनु पर्यो नि होइन. सिङ सर द कन्डिसन तपाईँ हेर्नुहुन्छ अहिले चाहिँ शिक्षाको नेपालमा शिक्षाको कन्डिसन हेर्नुहुन्छ भने त्यो चाहिँ अस्ट्रेलिया कम्पेरिजनमा पुवर छ कि लेस पुवर कि हार्डली? अब हेर्नुहोस्, अब अस्ट्रेलियाको त कम्पेयर छोडिदिनुहोस्. म आफै बलरा र अर्ना स्कुलबाट पढेको हो 4 क्लाससम्म. अब त्यहाँ 5वटा कोठा हुन्थ्यो पहिला, अनि हामी विद्यार्थीहरू बोरा राखेर घाँसमा बस्थ्यौँ, अनि एउटा टिचर चाहिँ कुर्सीमा बस्नुहुन्थ्यो तर पढाउनुहुन्थ्यो. हामी यहीँबाट पढेको. अहिले बलरा अर्नामा हेर्नु भने 100वटा कोठा छ, पढाइ 0वटा छ, पढाइ 0 छ. त्यो भएर अस्ट्रेलियासँग कम्पेयर गर्नै पर्दैन. नेपालको 40 वर्ष अथवा 35 वर्ष अगाडि कुरो गर्नुहोस्, 30 भनौँ न, एकदम खराब भएर. जस्तो पहिला हामी अब हाम्रो मामाघर इन्डियामा छ होइन, अनि के हुन्छ हामी नाइट बसबाट आउँथ्यौँ, मामाघर जानु पऱ्यो, बोर्डर क्रस गर्नु पऱ्यो. बच्चामा हामी सुतिराखेका हुन्थ्यौँ, ढक्क उठ्यो भने हामीलाई थाहा हुन्छ कि इन्डिया पुग्यो. कसरी? बोर्डर क्रस गर्ने बित्तिकै बाटोमा यत्रो ठुलो होल्सहरू हुन्थ्यो, अनि होलमा ताँगा त यत्रो हुन्थ्यो, अनि हामी ठ्याक्कै थाहा हुन्छ इन्डिया आइपुग्यो. घोडाको. अब अहिले के भएछ, नेपाल इन्डियाको चाहिँ चिल्लो भएछ, नेपालको चाहिँ खाल्टो भएछ. त्यो अरू देशसँग कम्पेयर गर्नै पर्दैन. हामीले आफै देखेको हो. नेपालको बोर्डरसम्म स्मुथ रोड हुन्थ्यो, गेट खोल्यो, ताँगा उता गयो, ठक 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 ठक, अनि अब इन्डिया आयो. भन्ने कसैले भन्दै हामी सुतिरहेको हुन्छ मम्मीको काखमा गोदीमा, ठक्कै थाहा हुन्छ इन्डिया आइपुग्यो. अनि जिउ दुख्ने अनेक कुरा हुन्थ्यो. अहिले त्यो सबै नेपालमा छ. इन्डियामा जानुहोस् कहीँ जिउ दुख्दैन, नेपालमा कहीँ जानु पर्ने जिउ दुख्न प्यारासिटामोल खानुपर्छ, बेलुका घरमा जिउ दुख्दैन. त्यो अरूसँग कम्पेयर गर्ने पर्दै पर्दैन. इट मिन्स ट्रान्सपोर्टको पनि फ्यासिलिटी नेपालमा त्यो अनि ट्रान्सपोर्ट मात्र होइन, ट्रान्सपोर्ट, शिक्षा, उद्योगहरू पनि त खत्तम भएछ नि. उद्योग भनौँ न, उद्योग भनौँ. जस्तै कि कति कारखानाहरू थियो सबै ध्वस्त भएछ. सिगरेट फ्याक्ट्री थियो, चिनी मिल थियो, पेपर मिलहरू थियो, सबै खत्तम भएछ. त्यो छोड्नुहोस्, पुलिसको कुरो गर्नुहोस् न. म बच्चा हुँदाखेरि हाम्रो एउटा गाउँमा बलरामा एउटा मान्छेले झुन्डेर मर्नु भएको थियो. यो 30-35 वर्ष अगाडिको कुरो हो, 30-35 वर्षको अगाडिको कुरो हो. गाउँमा पुलिस आउँदा म चाहिँ हजुरआमाको काखमा गएर पुलिस आयो डरले छिप्ने लुक्ने. अहिले पुलिस आयो लखाट्छ. अब सर यो मात्र त्यस्तो रेस्पेक्ट र अहिले मात्र रेस्पेक्ट गुमाउनु भएकोमा पनि त मार्नु किनकि त्यो दुईटैतिर छ. नेताहरूको पनि हात छ, पुलिसहरूको पनि हात छ. अनि पुलिस नेताले फोन गरेर मेरो मान्छेहरू छोड्छ भन्ने, पुलिस अप्सन छैन भने 100 रुपियाँ मिलाइहाल्छु, त्यो पनि छ. यसमा गल्ती दुईटैको छ. त्यही भएर त शिक्षा मात्र होइन, बाटो मात्र होइन, पुलिस पनि खत्तम भएको छ. तपाईँको अस्पतालको कुरो गर्नुहुन्छ, त्यो बेला पनि अस्पताल थिएन यहाँ हामी कहाँ बलरामा. अहिले छ तर त्यहाँ थिएन. तर त्यहाँ 2-4वटा डक्टरहरू हुनुहुन्थ्यो, उहाँहरूले पुरै मिलाउनु इलाकालाई मिलाउनुहुन्थ्यो. सबै मान्छे हेल्दी थिए, त्यो डक्टर सबको पनि रेस्पेक्ट थियो होइन. भनेपछि यहाँ शिक्षा स्वास्थ्य मात्र होइन, एउटा कल्चर पनि, एउटा रेस्पेक्ट गर्ने जुन कल्चर छ नि त्यो पनि
सिद्धिएर गएको छ। जस्तै म अझै पनि याद छ, हामी नयाँ स्कुलमा पढ्दाखेरि 2-3 महिनाको छुट्टीमा हाम्रो टिचरहरू गाउँ जानुहुन्थ्यो। उहाँ आउँदाखेरि उहाँको खुट्टा ढोग्नलाई हामी लाइन लागेर बस्थ्यौँ। टिचरलाई रेस्पेक्ट गर्नलाई हो, टिचरलाई रेस्पेक्ट गर्नलाई। अब अहिले टिचरको रेस्पेक्ट पनि छैन। अब त्यो कुरा छोडिदिनुहोस् न, हामी त्यो बेला सरस्वती पूजा हुँदाखेरि बाटोलाई रोकेर मान्छेसँग पैसा उठाउँछौँ होइन। अब मान्छेले हाँस्दा पैसा उठाएको होइन नि, त्यो टिम वर्क गरेको। त्यो गर्दा पनि इन्डाइरेक्टली रूपमा चाहिँ टिमवर्क गर्न सिकाएको। अलिकति कन्सेप्ट त्यहाँ कोही एउटा बाँस खोजेर ल्याउने मान्छे हुन्थ्यो, कसैले प्रो गर्ने मान्छे थियो, कसैले पैसा जम्मा गर्ने, कसैले सरस्वती माताको मूर्ति लिएर आउने, कसैले त्यसलाई फ्याक्ने अर्गनाइज गर्ने थियो। अनि एउटा टिम लिडर थियो भनेको त्यो इन्डाइरेक्टली टिम बिल्डिङ हो नि त त्यो त। त्यो पनि छैन अहिले यहाँ। इन सोसल कम्युनिकेसनको बारेमा कुरा गर्दा इन नट लाइक अ भिलेज, हामी जस्तो गाउँतिर होइन, रुरल एरियामा होइन, तर चाहिँ सहरमा बस्दा नि मान्छेले केमा चाहिँ फेम गर्छ भने नि म त हाम्रो त छिमेकीसँग कुराकानी पनि हुँदैन भनेर। आई डोन्ट थिङ्क वाट द मेन्टालिटी दिएर, म त हाम्रो छिमेकीसँग कुराकानी हुँदैन, कोही बोल्दैन, हामी बोल्दैनौँ, यो माथि मान्छेले त्यो गर्छ, घमण्ड गरिरहेको छ। यो त पुरै सोसाइटी ह्युमेनिटीलाई नै ध्वस्त पार्ने किसिमको कुरा भएन। हामी कुराकानी नै गर्दैन। अब काठमाडौँमा मलाई घमण्डले कि मलाई थाहा भएन, तर फरेनमा चाहिँ कुरा नगर्ने कारण घमण्ड होइन, कुरो नगर्ने कारण माइन्ड ओन बिजनेस। अरूको बिजनेसमा जस्तो यहाँ त मान्छे अरूको लागि यो कपडा लगाउँदा मान्छेले के भन्छ, यो जुत्ता लगाउँदा मान्छे, त्यहाँ त छैन, माइन्ड ओन बिजनेस। तर डुलेबा को छ, उसले के गर्छ मलाई के भन्नु। तर काठमाडौँमा किन गर्ने त्यो चाहिँ मलाई थाहा भएन। तर फरेनमा चाहिँ काम कुरो नगर्नुको कारण माइन्ड ओन बिजनेस एन्ड ल्याक अफ टाइम। अरूसँग 10 मिनट फाल्तु गफ गर्नलाई न मलाई टाइम छ न उसलाई टाइम छ। एउटा सानो इक्जाम्पल दिन्छु। मेरो एउटा अस्ट्रेलिया बस्ने साथीलाई एउटा ब्रेन ह्यामरेज भएर डक्टरले ल अब मर्छ भनेर भन्यो, तर समाउ हि सर्भाइभ होइन। अनि डक्टरले भन्यो स्ट्रेसको कारणले गर्दा भएको होइन। ठिकै छ, हस्पिटलबाट डिस्चार्ज गर्यो, घर आयो। अनि 2-3 महिना पछाडि एकदम आरामले बस्ने, केही कामसाम नगर्ने। 2-3 महिना पछाडि मैले फोन गरेँ, कहाँ छ घरमा, मैले काममा छु। मैले डक्टरले भनेको स्ट्रेस छ, किन काममा गएको? उसले के भन्छ थाहा होइन, मलाई काममा स्ट्रेस छैन, मलाई त घरमा बस्दा स्ट्रेस छ। 9 बजे पछाडि न घरमा बच्चा छ, न बुढी छ, न नेबर छ, म कसरी कुरो गर्छु? म त पागल हुन्छु। त्यही भएर मलाई काममा स्ट्रेस छैन, म घरमा बसेर मर्छु। लोनलीनेस त्यो नेबर पनि छैन, उसलाई फुर्सद छैन। इज द बिगेस्ट डिजिज नाउडेज। हो, अब तपाईँले अस्ट्रेलियामा कोही विद्यार्थीहरूले यस्तो गर्यो, यो गर्यो, मर्यो, सुसाइड गर्यो, सुन्नुभयो। बिकज अफ दिस लोनलीनेस हुन्छ, कोही छँदै छैन। अब साथी उसको पनि काम हुन्छ, स्कुल हुन्छ, कलेज हुन्छ, नेबर त छँदै छैन, कन्सेप्टै छैन नेबरको होइन। अब कि त काम कि त पढाइ, अरू त केही छँदै छैन। त्यही भएर यहाँका भाइ बहिनी जसलाई अस्ट्रेलिया जान मन लाग्छ, अलिकति मेच्योर मान्छेहरू जाँदाखेरि राम्रो हुन्छ। बच्चाहरूलाई जाँदाखेरि अलिकति गाह्रो चाहिँ यहाँ कम्युनिकेसन स्किल मतलब हुनु पर्यो होइन, नबोल्ने नेबरलाई पनि बोलाउने कोसिस गर्नु पर्यो। तर नेबरै छैन, त नेबरै ऊ आफ्नै काममा गइरहेको हुन्छ, उसलाई कहाँ फुर्सद छ तपाईँसँग बसेर। जस्तै कि हेलो हाई हाउ आर यु, अब पब्लिक प्लेस छ, त्यहाँ अब हाई भन्नुहुन्छ, हाई दे विल गो, दे डोन्ट हैव टाइम टु टक अबाउट योर बिजनेस। देयर नोबडी हैज एनी इन्ट्रेस्ट इन योर बिजनेस, राइट? लाइक द्याट्स वाइ वेन अब नेपालबाट जुन आमा बुवाहरू जानुहुन्छ अस्ट्रेलियामा, धेरैले रुचाउनु हुन्न, किनभने छोरा काममा, बुहारी काममा, आफू बच्चा हेर्नु पऱ्यो कि टिभी हेर्नु पऱ्यो। अब टिभी नै हेर्दै बस्दै किन जानु पऱ्यो, राइट? अरू त केही छैन नि त्यहाँ त। त्यही भएर अस्ट्रेलियाको सोसाइटी अथवा फरेन सोसाइटी कस्तो हुन्छ भन्दाखेरि यु आर अलवेज प्रोडक्टिभ। त्यहाँ चाहिँ देयर इज नो सच थिङ एज रिटायरमेन्ट। हुन त लिगल एजहरू छन्, तर मान्छे रिटायर हुँदैन, काम गरिरहेको हुन्छ त्यहाँ। किनभने केही न केही आफूलाई एक्टिभ राख्नलाई गर्नै पऱ्यो, घरमा बसेर गर्ने कि खाली दिमाग शैतानको घर हो। केही खाली दिमाग भयो भने थाहा तरिको सोच आउँछ, नेगेटिभ पोजिटिभ जे भइ नै आउँछ। फेरि अर्को कुरो के हुन्छ भन्दाखेरि अब तपाईँले सोच्नुभयो भने नेपालमा भनौँ न, अस्ट्रेलियामा त रिटायरमेन्ट एज भनेको 68 हो, नेपालमा 58 अथवा 60 होला है। त्यो अहिलेको जेनेरेसनमा त मान्छेको नलेज पिक पोइन्टमा पुगेको हो नि त उमेर त। अब त्यही बेला रिटायर गर्न भन्छ, डजन्ट मेक सेन्स। मान्छेले 20 वर्ष 30 वर्ष नलेज एकुमुलेट गरेको छ, त्यही बेला रिटायर होइन, अपर्च्युनिटी दिनुपर्छ, तर पोजिसन सुरुबाट त बिगिनिङ गर्नु पऱ्यो नि। अलिकति त गाइडेन्स बनाउनु मिल्दैन। इन आफ्टर द प्रोटेस्ट हजुर, मैले द युथ आर इन्टरिङ द पोलिटिक्स, म्याक्सिमम आर युथ, ओके, एन्ड द्याट्स सेट एट द टाइम when they are entering the parliament, जब उहाँहरू संसदमा छिर्नुहुन्छ, सम्पूर्ण युवा भयो भने हजुर, यो कहाँको सेन्सै भएन। मतलब युवा पहिला कुरा अब जिन्जीको जो प्रोटेस्ट भएको थियो, त्यो अब इलेक्सन हो, त्यसको लागि त गरेको होइन नि त, इलेक्सनको लागि त्यो म्यान्डेट त अर्कै थियो नि त। भनेपछि त्यो अब ठिकै छ, अब इन्टेन्जर लड्नुहुन्छ, तर उहाँहरू जित्नु हुन्न नि। त्यो फेसबुकमा लाइक गरेर मान्छे इलेक्सन जित्दैन कि, ब्याक पनि चाहियो, सपोर्ट चाहियो होइन। फेरि कस्तो छ भने कि अब ल्याक अफ एजुकेसन भन्नुहोस् अथवा जे भन्नु, अब ठिकै छ युवा छ, अब कुरो युवा अथवा बुढोको होइन नि, कुरो त एक्सपिरियन्सको हो नि त। जस्तै कि मैले घरमा एउटा भान्से राखेँ भने म के सवाल गर्छु, भान्साको एक्सपिरियन्स कति छ? उसले भने हजुर म त पकाएकै छैन, म त पहिलोचोटि पकाउँछु, म त्यसलाई जागिर दिन्छु, दिन्न। अब देश चलाउनुमा कसरी दिन्छु जसमा केही अनुभवै छैन, नाकको सिँगान पुज्ने बुद्धि छैन, अनि म देश चलाउँछु भनेर हुन्छ जस्तो भन्न त सकिन्छ, म भन्छु, तर तपाईँ दिनुहुन्छ हो। त्यही भएर जिन्जी हो, राम्रो हो, तर आफ्नो एउटा एबिलिटी अनुसार सबै अपर्च्युनिटी चाहिँ युथलाई नै दिनु मलाई एकदम यो नराम्रो लाग्यो। त्यो त हुनै सक्ने कुरै छैन, सम्भवै छैन। जस्तै त्यही भने नि एउटा गाडी चलाउने मान्छेलाई ड्राइभिङ आउँछ होइन, म त फर्स्टचोटि चाबी हालिरहेको छु, त्यस्तो मान्छेले तपाईँ गाडी चलाउनु दिनुहुन्छ भनेपछि त्यसको बारेमा कुरा गरौँ। आर्टिफिसियल इन्टेलिजेन्स, इट इज भेरी बेनिफिसियल नाउडेज, इट्स लाइक अ बेसिक कम्पोनेन्ट इन आवर लाइफ।
हजुर जसरी अब फोन एउटा बेसिक इसेन्सियल भनौँ न एआई त्यसरी नै हुन्छ होइन अनि एआईले के गर्छ भन्दाखेरि 10 दिनमा हुने काम 10 मिनटमा गर्नुहुन्छ अब पहिला मैले भने नि पहिला हामीलाई नलेज खोज्न दिन लाग्थ्यो महिना लाग्थ्यो साल लाग्थ्यो अहिले 1 मिनट लाग्छ अब यसको मतलब के हो भन्दाखेरि मैले पहिला भने नि बुझ्नु सिक्नु र इम्प्लिमेन्ट गर्नु अब अहिले चाहिँ एआईले गर्दाखेरि जो जो मान्छे एआई सिक्छ स्किल डेभलप गर्छ तिनीहरूको फास्ट ट्र्याक सक्सेस धेरै चाँडो हुन्छ किन भन्दाखेरि नलेज उसले खोज्नु परेन पढ्नु परेन त्यही छ फोनमै छ के गर्नु पर्यो भन्दाखेरि जस्ट इम्प्लिमेन्ट गर्नु पर्यो भनेपछि पहिला इफ यु गो ब्याक 10 15 20 इयर्स मानौ 30% टाइम खोज्नमा लाग्यो 30% टाइम बुझ्नमा लाग्यो 40% टाइम इम्प्लिमेन्टमा लाग्यो फर इक्जाम्पल अब अहिले खोज्न र बुझ्न 10 मिनट अब फोकस इम्प्लिमेन्टेसन हुनु पर्यो भनेपछि गोइङ फरवर्ड द नम्बर अफ पिपल विल बिकम बिलियनियर ट्रिलियनियर मिलियनियर विल बी अ लट एन्ड मच फास्टर पेस बिकज द्याट 100% इक्वेसन हेज बिन ट्रिम टु 40% because that's the only effort needs to go. You don't have to find information, understand, because it's all in your fingertips. Yeah. Right? So that's why people become highly successful who will learn AI or know how to use AI. You don't have to become AI scientists. You just have to learn the applications, the tools, and those people will really do successful. And AI will replace those people who are not AI equipped. It's not going to replace people. It will always require, just like when computer was coming, everybody thought it's going to replace all the job. No. When there is a technology, you need other people to maintain the technology. Like you cannot turn on a laptop yourself. Somebody needs to turn it on. Yeah. So who is going to do that? People. So when the AI will come, AI cannot replace anybody's job. no, it will replace those people who don't know how to use AI because AI will be part of job, right? So for example, before somebody was doing data entry, Yeah. right? Now you Data can analytics. right now if you learn how to do data entry quickly, you'll keep your job. So AI is not replacing your job. If you don't have AI skill, then you'll be replaced by someone, not by AI. You'll replaced by someone who has AI skill. Does that make sense? Okay. So again, human will be replacing your job, not AI. AI will not. No. Listen, you don't have AI skill, I have. I will replace you, but I'm still a human. Okay. Does that make sense? So AI equipped human will replace another human who does not have that skill. But AI itself is not going to because you still need people who can drive the command, who can write the command, Yeah. who can print whatever you're trying to do. Make sense? It can give you everything, but it still will be human requirement to understand the outcome, the And output. nowadays, Yes. तपाईँको भनाइअनुसार Yes. मान्छेलाई एआई स्किल सिक्न चाहिँ अत्यन्त जरुरी रहेको छ It's going to be just like your blood. You need to have because things that can be done in 10 days can be done in 10 minutes. So why would somebody hire you if it's going to take 10 days to do things that will take 10 minutes? Okay. So AI, यदि कुनै युवाले जस्तो कुन एआई रहेछ के सम्बन्धी हजुर। एआई टेक्नोलोजीमा चाहिँ सिकेको सिक्छ भने चाहिँ उसले फ्युचरमा चाहिँ पछुतो गर्नु पर्दैन I mean, त्यो त उहाँको के इन्ट्रेस्ट हो AI हरेक सेक्टरको आफ्नै टुल्सहरू छन् होइन त्यो त आफ्नो सेक्टरमा केमा मन छ त्यो हिसाबको भिडियो एडिटिङमा छ भने भिडियो एडिटिङ सिक्नु पर्यो मेडिकलमा छ भने मेडिकलमा वा जेनरल राइटिङ छ भने जेनरल राइटिङको अब जे स्किल छ त्यो हिसाबले अब ब्रोडकास्टको पनि AI छ त्यहाँ जहाँ चाहिँ दुईटा मान्छे त्यतिकै बसेर कुराकानी गरेको भनेपछि मान्छेको जे आफ्नो प्रोफेसन छ त्यही हिसाबको सिक्नु पर्यो नि सिक्नु पर्यो होइन अब चाहिँ हामी चाहिँ अब पडकास्टको अन्तिम अन्तिमतिर हजुर केही प्रश्न छन् र त्यसको चाहिँ तपाईँले चाहिँ केही प्रश्न चाहिँ हामीले चाहिँ पाएको छौँ होइन हजुर र यसमा चाहिँ तपाईँले चाहिँ हो होइन हुन्छ। वा चाहिँ यस्तो किसिमको चाहिँ हो होइन Quick हुन्छ। क्विक एन्सर जस्तै ऱ्यापिड फायर लाइक हुन्छ ऱ्यापिड फायर ओके चाहिँ प्रथम प्रश्न के रहेछ भने के विदेश जानु नै सफलताको एक मात्रै बाटो हो यो सफलता होइन मजबुरी भन्नुपर्छ म पनि नेपालबाट जाँदाखेरि फर्केर आउँछु भनेर गएकै थिएँ र त्यहाँ विदेशबाट दलदल एउटा खुट्टा हाल्नुभयो ओके अर्को एउटा निकाल्दाखेरि अर्को त धस्छ एउटा दलदल हो तर सफलता म भन्दिनँ बाध्यता भन्छु के तपाईँ कहिले विदेश जाने निर्णयमाथि पछुतो गर्नुभएको छ अहिलेसम्म गरि नै रहेको छु तर निस्किन गाह्रो छ दलदल छ सारा इन्भेस्टमेन्ट छ कमिटमेन्ट छ किनभने झन् आजको दुनियाँमा जान जरुरी नै छैन त्यहाँको काम यहाँ बसेर गर्नु त्यहाँको डलर यहाँ कमाउन मिल्छ जान जरुरी नै छैन अनि के पैसाले परिवारसँगको समय कमी पूर्ति गर्न सक्छ र परिवारसँग गएको समय जुन छ अनि पैसा कस्तो हुन्छ भन्दाखेरि पैसा नै सबै कुरा होइन तर अलमोस्ट सबै कुरा हो पैसा टक्स एभ्रिवेयर चाहे नेपाल होस् अस्ट्रेलिया होस् जापान होस् जर्मनी होस् त्यो टाइम त रिकभर गर्न सक्दैन तर त्यही पैसाले तपाईँलाई होलिडेमा जान मद्दत गर्न सक्छ त्यहाँ चाहिँ फुल टाइम दिन सक्नुहुन्छ कि नेपालमा सर त्यस्तो अवसर भयो भने हजुर तपाईँ विदेश जानुहुन्थ्यो त्यो समयमा आई मिन मलाई जहिले पनि एउटा क्युरियोसिटी हुन्थ्यो नेपाल किन पछाडि छ अस्ट्रेलिया अमेरिका किन अगाडि छ वाट वाट वाज त्यो बुझ्न चाहिँ जानै पर्छ द्याट वाज द मेन फन्डामेन्टल रिजन तर जब म गएँ दलदलमा धस्दै गएँ निस्किन गाह्रो भयो बट द्याट वाज आउट अफ वन रिगार्डले टु सी वाइ दे आर बेटर देन अस सर के तपाईँले विदेशमा कहिले आफ्टर अ म्यारेजभन्दा पहिला हजुर कहिले चाहिँ एक्लोपन महसुस गर्नुभएको छ क्या म चाहिँ गरिनँ किन भन्दाखेरि आम भेरी फोकस्ड आम भेरी डिटर्मिन त्यो मेरो लक्ष्य नै अगाडि थियो सो आई नेभर फिल एलोन अलवेज kept myself busy when I have spare time always learn some skill that might be helpful so I never kept myself free so I never felt loneliness at all सर तपाईँ लागिरहेको छैन नेपालले चाहिँ आफ्नो प्रगतिशील युवालाई गुमाउँदैछ भनेर त्यो त 30 वर्षदेखि गरिरहेछ बिकज अफ द पोलिसी द्याट वी हेभ आई मिन ब्रेन ड्रेन इज अ बिग प्रब्लम राइट एन्ड अब अमेरिकाहरू युएसहरू एट्र्याक्ट गरिरहेछ अस्ट्रेलियाले यहाँबाट इन्डियाबाट फिलिपिनबाट ब्रेनहरूलाई बोलाइरहेछ इमिग्रेट एज एन इमिग्रेन्ट त्यहाँ राम्रो पे दिइरहेछ स्यालेरी दिइरहेछ भनेपछि सफर गर्ने त हामी नै हो नि
नेपाली So, नै अहिले त सानो सानो युवाहरूलाई नि हाम्रो एरियाको हजुर के छ भने भिजन चाहिँ कम्तीमा चाहिँ 10 पास गरौँ 18 वर्ष क्रस गरौँ हजुर विदेश जाने खाडी मुलुक खाडी देश अब- जाऊ तर विदेश जाने हजुर त्यो अब खालि त्यहाँ अब म त त्यहाँ गएको छैन मलाई त्यो एक्सपिरियन्स भएन अब सायद अब क्विक पैसाको लागि होला होइन तर अब नेपालमै जस्तै कि यहाँ यसो हेर्नु भने डेभलपमेन्टको स्कोप धेरै छ ती डेभलपमेन्ट प्रोजेक्टहरू यहाँ आयो भने खालि जानै पर्दैन Okay. काम यही छ तर सरकारले गभर्मेन्टले इम्प्लिमेन्ट नगरेपछि अट्र्याक्ट जस्तो मेन कुरा के भने हाम्रो चाहिँ गभर्मेन्टले चाहिँ इन्भेस्टरलाई अट्र्याक्ट गरिरहेको छैन इन्भेस्टर एट्र्याक्ट गरिरहेको छैन आफूले गर्ने काम पनि गरिरहेको छैन इन्भेस्टर एउटा छुट्टै टपिक अफ डिस्कसन भयो आफूले गर्ने काम पनि गरिरहेको छैन जस्तै सर अहिलेको विभिन्न पोलिटिकल पार्टी र के भनिन्छ भने नि हजुर। सुशासन गुड गभर्नेन्स भन्छ नि हजुर। गुड गभर्नेन्सको चाहिँ हामी पालना गर्छौँ सुशासन जो काम छ जसको त्यो गर्दै पुग्छ भनेर अहिले फेरि यो सुशासन भनेको मान्छेले एउटा फकाउने वर्ड हो के हो भन्दाखेरि मैले कुनै पनि पोलिटिसियनलाई जस्तै म भने म धनी बन्न चाहन्छु अब त्यसको मतलब के हो 5 लाख रुपियाँलाई धनी बन्ने कि 75 करोडलाई धनी बन्ने कि 5 बिलियन भएको मान्छेलाई धनी बन्ने म यो देशलाई सुधार्छु त्यो भनेको झुटो बोलेको हो किन भन्दाखेरि मैले त सुधार्छुको क्राइटेरिया मैले डिफाइनै गरेको छैन नि जस्तै मैले भने म धनी बन्छु जब मसँग $5 मिलियन छ होइन तपाईँले मलाई मेजर गर्न सक्नुहुन्छ नि अमिजी तपाईँले भन्नुभएको यति डलर भयो भने तर मैले जेनरल स्टुडेन्ट भने म धनी बन्छु तपाईँ मलाई कहिले भन्न सक्नुहुन्छ अमिजी तपाईँको टार्गेट पुरा भयो तपाईँलाई थाहै छैन धनीको डेफिनेसन के हो भनेको म सुशासन गर्छु म देश बनाउँछु यो जनताले झुट बोले इट इज नो मेजरेबल क्राइटेरिया जस्तै तपाईँले एसएससीमा एक्जाम दिनुभयो भने त्यो क्राइटेरिया हुन्छ नि यति आयो भने पास फेल तर म सुशासन गर्छु त्यसको पासको क्राइटेरिया के हो म देश विकास गर्छु ग्रेड सिट के हो केही छैन त्यही भएर यही वर्ड युज गरेर पोलिटिसियनहरूले जनतालाई ठग्छ किनभने जुन कहिले पनि अब्जेक्टिभ हुन्छ तपाईँको टार्गेट मस्ट बी स्मार्ट भनेको स्पेसिफिक मेजरेबल एचिभेबल रिलेटेड एन्ड टाइम बाउन्ड म यो कुरा यति वर्षमा गर्छु अनि तपाईँ मसँग सोध्नुहुन्छ अमितजी तपाईँले त भन्नुभयो त गर्नु भएन अथवा गर्नुभयो त तपाईँ सक्सेस हुनुभयो अब देशको सुशासन भनेको के हो हाउ डु आई मेजर सुशासन हाउ डु आई मेजर डेभलपमेन्ट द्याट्स वाइ पोलिटिसियन कैन गेट अवे बिकज दे नेभर सेट स्पेसिफिक टार्गेट कुनै पनि पोलिटिसियनलाई नेपालको जिडिपी म 4 वर्षमा 20% बढाउँछु नोबडी सेज द्याट बिकज इट क्यान बी मेजर्ड एन्ड आई गिवन अ टाइम फ्रेम हैन तर देश विकास गर्छु अब कहिले गर्छु आज गर्ने भयो नगर्ने 20 वर्ष हैन म त गर्छु मात्र भनेको हो कहिले गर्छु भनेकै छैन नि मलाई टाइम दिनुस् मलाई मौका दिनुस् दिस इज अ बिग प्रब्लम जस्तो के हुन्छ भने अहिले आको यति वर्षै भयो के बहाना छ नेपालको उसले बिगारे उसको बिगारेको म सल्टाइरहेको छु मलाई मौका दिनुस् बिकज नोबडी सेट्स स्मार्ट गोल्स बुझ्नुभयो स्पेसिफिक मेजर अचिभेबल रिलेटेड एन्ड टाइम बाउन्ड हैन कसैले भन्नुस् न म यो देशमा 40% जिडिपी 3 वर्षमा बढाउँछु द्याट्स माई टार्गेट तर कसैले गर्दैन बुझ्नुभयो द्याट्स सुशासन विकास गर्छु म धनी बनाइदिन्छु त्यो भनेको के हो नथिङ इज युजलेस बहाना हो जस्तै मैले तपाईँलाई भने मलाई स्ट्रङ लट्ठी ल्याउनुहोस् तपाईँ के ल्याउनुहुन्छ तपाईँले जे स्ट्रङ ल्याउनु त्यही तर मैले भने एउटा यस्तो लट्ठी ल्याउनुहोस् जो चाहिँ 4 किलोको वेट हाल्दा नभाग्योस् द्याट सुड बी हाउ आई सुड एक्सप्लेन यु अदरवाइज मैले बलियो लट्ठी लिएर आउनुहोस् अब त्यो बलियो भनेको के हो तपाईँले यति तपाईँको लागि यति पातलो पनि बलियो हुन सक्छ यति मोटो पनि बलियो हुन सक्छ नेपालीमा मेन पोलिटिसियन गर्ने भनेको दे टक इन अ भेरी लुज एन्ड जेनरल म्यानर एन्ड द्याट्स हाउ दे गेट अवे because nobody sets a specific, measurable, achievable, related, and time-bound objectives. So if you want to be successful, you should not say, I want to be rich. You should say, I want this by this time. Because if there's no time, just like, you know how air conditioner works? Loop, there's a loop. You see that set a temperature, I want 22 degree. The sensor feels the temperature is 23. It sends the cold wave to make temperature lower. Okay. But if the temperature is 18, and you need 21, it has to throw hot air to make the room warmer. यो भन्ने कुरा चाहिँ सर जतिखेर जति चाहियो त्यति चाहिँ दिनु पर्यो अहिले यस्तो त्यो एउटा भयो अब के भन्दाखेरि मैले भने म जिडिपी 3 वर्षमा 20% गर्छु हैन मानव मेरो 1 वर्ष गयो मैले 5% गरेँ अब मलाई थाहा पनि हो रिमेनिङ 2 इयरमा मैले 15% गर्नुपर्छ यो इन्डिकेटर हुनु पर्यो कि तिमीले यहाँसम्म चाहिँ गर्यौ भनेर तपाईँ जस्तै एउटा सानो लिनुस् न मलाई यहाँबाट मलङ्गा जानु छ 1 घण्टाको मैले टार्गेट हालेँ म आधा घण्टा टाइम गयो मैले आधा बाटो पुरो गरेको छु मैले के गर्नुपर्छ गाडी स्पिड गर्नु पर्यो किन गरेँ किन मैले 1 घण्टाको टार्गेट राखेको थिएँ तर मैले टार्गेटै राखिन भने म गाडी स्पिड गर्दिनँ द्याट्स वाइ जस्ट लाइक एयर कन्डिसनिङ निड्स फिडब्याक लुप टाइम बाउन्ड भएन भने जस्तै तपाईँ अफिस 9 बजे किन आउनुहुन्छ अथवा कोही मान्छे अफिस 9 बजे किन आउँछ किनभने अफिस अथवा 10 बजे सेट गरेको छ ल भोलि अफिस आउनु भन्यो भने कोही मान्छे 10 बजे आउँछ कोही 12 बजे आउँछ कोही भोलि आउँछ कोही आउँछ द्याट्स वाइ इज भेरी इम्पोर्टेन्ट टु हेभ टाइम फ्रेम यो गर्छु टेन्जिबल हुनु पर्यो नि आउटपुट छ म यो गर्छु सुशासन गर्छु के हो सुशासन त्यसको डेफिनेसन कुनै पोलिटिकल पार्टीको उसमा लेखेको छ कहिले लेखेको छ व्हाट इज सुशासन कायम गर्छौ देशमा विकास गर्छौ भेरी लुज टर्म राइट यु नो नाउ यु नो व्हाट आम टकिङ राइट विकास गर्छु भनेको के हो सर जस्तै अस्ट्रेलिया कुनै पोलिटिसियनले विकास गर्छु करप्सन रोक्छु भन्यो भने चाहिँ कसैले दे निड ट्यान्जिबल डिलिभरेबल्स राइट कसैले त्यहाँ लुज टर्ममा देश विकास गर्छु करप्सन डजन्ट मेक एनी सेन्स Okay, sir, thank you so much for your time. And at the last हजुर of the podcast of this overall discussion, हजुर it is about the youth who live in abroad and the youth who wanted to go abroad. हजुर
you have a lots of experience. Like 25 years is not a joke. No, it's almost 60% of my life, even more. Yes. Even more. Can you please, for 1 minute, Yes. for 60 seconds, directly talk with the Audience. Yes. audience and the youth? Yeah. And can you tell them why should you go and why should not you go? What should you do? What should not you do? Just 60 minutes. No problem. Look. All I say to everyone who is listening and watching is, I mean, because of development in transportation and communication, the world is globalized. You don't have to go foreign. As long as you have a skill, you can make the same money by staying in here. If you want to go foreign, that's okay. But make sure you have developed some skill which will help you to have a good life and good job. Now, if you just finish your university or school and you try to go overseas, I mean, not going to have much success because the university does not make you job ready. So you need to learn like skills like, for example, even how to drive car or have a good data entry skills or have any technical skill before you go overseas. But you don't really have to because the world is globalized. I can do whatever I need to do for my work in Australia while being in my village in Balra because the world is globalized. I remember it used to take 1 night to come from Kathmandu to village. It takes the same amount of time to come from Australia to Kathmandu because the transportation is so advanced and communication is so advanced. So we live in globalized world. There's no boundary. We are in a boundaryless world. It's up to you. If you want to go, make sure you have developed some skills which can help you. Or you can really develop the skill and be earning good money while you live with your family and parents in Nepal. Thank you. Okay, sir. At the last almost end, you suggest the youth to work in your own country, and the future government will be provide them lots of opportunity. Maybe let's hope. I think, one thing says, I wouldn't be relying on the government because something that's not in your control. You should never rely on something that is not in your control. So government is not in your control. What is in your control is developing your skills. Once you develop your skill, like I said, I have office in Kathmandu where I've hired people on merit. They haven't come to any government or anything. So if you have a skill, you can get a job yourself. You don't need government, you don't need your parent, you don't need your uncle, because I'll hire people on merit, right? So don't worry too much about the government. Focus how you can develop your skill because government is not in your control. So one lesson if I have to tell, never worry too much about things which is not in your control because you can't do anything about it. But developing your skill is in your hand, and that's what you should focus, and that's what will give you to a success. Whether you want to stay here or go abroad is your choice. I'm not here to suggest what you should do, but develop the skill. You can get rewarded here or you can get rewarded overseas. It's up to you what you want to do. But the important thing is the skill. Going overseas, there's no money tree and I'm picking money and putting in my pocket. Yeah. That's what people think. It's hard work, difficult life. There's no easy. And I can tell everyone who is watching and listening, if you do same amount of hard work here, you'll be far better than in Australia. But problem here is nobody likes to do work. You're relying on your parent, your uncle, a politician, or whoever. But the moment people land in Australia or US or Japan, you are known and you're ready to do everything. But in Nepal, people don't want to do hard work. You want your dad to get you a job. You want your politician uncle to make you, secretary or whatever. But the moment you land in Australia, you're on your own and people are ready to do everything. Totally independent. Just your own. There's nobody else. And that's why people can do anything. Whether that could be cleaning, washing plate, pulling trolley, whatever, because there's nothing. But here, people wouldn't do the same thing because you are somebody's son. They think this is not made for me. Made for me. But the moment you're at the airport, everybody's doing happily. So it's about the mindset. When you're in Australia, you have a different mindset. When you are here, you have a very different Do you mindset. believe in astrology? Look, no, I'm not a great believer, but my wife does. So if you're watching and talking about these sort of things, And the rings. yes, rings. So Yeah. look, I'm not a great believer, but what I think is, if my wife becomes happy and is not doing anything to me, I will do it. If my mom says, "Oh, wear this or do this," well, she will be happy. I don't believe it doesn't matter, but somebody is happy With doing something. then why should not I do it, right? That's It's not right. harming me, it's not causing me anything. It gives peace to my wife, to my mom. I said, okay, fine. It's not going against my ethics or belief, Yeah. so I will do it happily. So I'm not a believer, but to keep other people happy, You will do so. I will do it. You know what I mean? So what is the definition of friendship in your point of view? Sorry. Look, friendship is all about helping each other when you need each other, right? It cannot be transactional. Friendship is all about transformational. Like you have equal respect for each other, you equal help each other. Not like I'm helping you because you're son of someone and you'll help me later. That's not friendship. No expectation, only. It's like unconditional. There's no condition. I'm helping you because you're my friend. I have no expectation of you going to return me back something. Okay. Right. Thank you It's so much. unconditional. That's friendship. If you have any transaction involved, it's not a friendship. It's like opportunistic. You're looking for opportunity from someone. You know what I mean? Yeah. So, and that's why friendship are much better at a younger age. Why?
because there's no transaction involved. You just help your friend because he's your friend. But as you grow older, you become selective in your friend. Oh, this guy knows only he may be It right. will be helpful in the future. So Yeah. that's not a So friendship. this is not a friend, that's the networking, I think. That is networking. That's network, exactly right. You try to create who you know that increasing your wealth and net wealth. So 100% that's like a network, not like friendship. Okay, sir. Okay. At the end, lots of thanks to you to having you here, and it's pleasure for us to talking with you. And the thing which you tell to our youth is just like a mind blowing. It is Thanks, most Dave. helpful for the youth who live at abroad and who wants to go and abroad or who is living in their own country. No problem. Thanks for the opportunity, and I'm happy that I've given my honest opinion. It might help someone to become a better person in their life. So thanks for the opportunity. Okay, thank you so much Thank for you. coming. Thank you. No problem. Thank you. Okay. Thank you.